अर्को दुईटा मुख्य कुरा, नेपाली समाज अब विघटनको सङ्घारमा छ। हामी को कहाँ रहौँला नरहौँला, अबको 10-20 वर्षपछि यही रफ्तारमा जाने हो भने नेपाल नेपाल रहँदैन र नेपाल नेपालमा पनि रहँदैन। दुईटा तिनवटा कारणले गर्दाखेरि दैनिक 2000 देखि 3000 युवाहरूको विदेश पलायन र विदेशमा गएर पसिना बगाएर उताबाट पैसा पठाउने र नेपालमा सामसुङ मोबाइल किनेर पैसा उतै पठाउने, यस्तो उपभोक्ताहरूको बजार बनाउने नेपाललाई, त्यो षड्यन्त्रमा अहिलेको भूमण्डलीकृत पुँजीवाद छ र त्यसको मारमा हामी छौँ। दोस्रो कुरा, नेपालमा उत्पादन केही पनि नहुने, हामी कम्युनिस्टहरू फुर्ती लगाएर पुँजीवादका विरुद्धमा नारा लगाउँदै हिँड्ने, रातो झन्डा बोक्दै हिँड्ने, ठुला ठुला महलको तलपट्टि सडकमा रातो झन्डा बोक्दै हिँड्ने, महल माथि बसेर पुँजीपतिले त्यो झन्डाको कमिसन खाएर, हामीले लगाएको क्याप हाम्रो छैन, हामीले लगाएको लुगा हाम्रो छैन, यो बोल्ने माइक हाम्रो छैन, हामीले दैनिक गर्ने काम हाम्रो केही पनि छैन। आलु बाहिरबाट, मुला बाहिरबाट, कागती बाहिरबाट, सारा उपभोग्य हाम्रा उपभोग्यदेखि लिएर सबै वस्तु तथा सामानहरू जो हामीले प्रयोग गर्छौँ त्यो बाहिरबाट आउने र एउटा उपभोक्ताहरूको बजार हुने र अब केही दशकपछि नेपाल नेपालमा रहने र विघटनतिर जाने खतरा बढ्यो। यसकारण वैज्ञानिक समाजवादको औचित्यता प्रकट हुँदै गयो। र अर्को कुरा, कि विज्ञान प्रविधिको व्यापक